हेलो गाइस एभ्रिवान। आज चाहिँ हामी अब यसो रिभर नजिकै छ होइन, रिभर नजिकै छ नि, रिभर साइड गएर चाहिँ यसो नजारा हेरेर आउनु पऱ्यो। मार्केट छ भने मार्केटतिर जानु पऱ्यो होइन। यो भिडियो बनाउन आज हामी अब 4-5 जना छौँ। अब यो मार्केटतिर जाने यस्तो भएको थियो। घाम पनि लागेको छ, अहिले घाम लागेको छ, यसो घुमेर आउनु पऱ्यो। मार्केटतिर पनि छिर्नु पऱ्यो। यो लाएँ म के छ सबै कुरा हेरिदिनु होला, यो भिडियोमा आउँछ। म सबै देखाइदिन्छु, अन्तिमसम्म हेरिदिनु होला। यसरी नै माया गरिदिनु होला। ल हामी निक्लेको अब यहीँ, हामी केटाहरू सबै यसो घुम्नलाई निक्लेको है। फेरि छेड्ना त तँ मुझे छेड। अनि केटाहरू आज स्विमिङ गर्ने भनेको छन्। अब यहाँ छेउमा हाम्रो एउटा नदी छ। अब खोला त के नदी नै त भन्छ होइन त्यसलाई, नदी छ। अब हामी त्यतै जान्छौँ। अब यो मेन चाहिँ यो च्यानलको होइन। अब कोही बिचमा नहीं आएगा। खासै मलाई यो अनलाइनतिर यताउता अनुहार नदेखियोस् भन्ने चाहन्छु, तर अब आज आइदिएँ। अब यस्तै हो जिन्दगी भनेर, यस्तै छ। अब यो हाम्रो चाहिँ यस्तै छ, शनिबार आइतबार बिदा हुन्छ। अनि पिकनिक जस्तो चाहिँ हामी जहिले त्यतै जान्छौँ। अब यसो रमाइलो गर्नलाई यो मेन साउलाई ह्यान्डओभर गरेँ। ल अब अन्तिमसम्म हेरिदिनु होला यो भिडियोहरू। म सबै यसमा सबै हालिदिन्छु, के छ सबै। हेलो गाइज, यो चाहिँ हाम्रो रोशन सरको युट्युब च्यानल। यसमा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ हाम्रो प्लान भनेको चाहिँ अब गरी महिना छ, गरी महिना लागे अनुसार होइन, मौसम पनि सफा छ। अब अहिले चाहिँ पानी पर्ला जस्तो भइरहेछ है। तर अब केटाहरू चाहिँ यता स्विमिङ खेल्न जाने भनेको छ। त्यही बिहान गएको थिएँ, बिहान पुरा स्विमिङ गरेर थिएँ भने। अब केटाहरू पनि अब स्विमिङ गर्ने भनेको छन्। अब खोलातिर लागौँ है त हामी चाहिँ। अर्को साथीहरू चाहिँ पछाडि आउँदैछन्। अब विकेन्डको दिनमा अब कोही साइक्लिङ गर्छन्, कोही अब पिकनिक जान्छन्। सायद आज खोलातिर नि मान्छेहरू होला। यता मैले भनिहालेँ यता नर्मली पिकनिक गरेर आएको छ मान्छेहरू। अब 2जना आनन्दले पानी सानी खाँदै गफसफ गर्ने। यो रिफ्रेसमेन्ट छ क्या, पुरै शीतल छ, आनन्द छ, चराचुरुङ्गीको आवाज होइन। त्यही त हो नि मान्छेलाई चाहेको। हप्ताभरि काम गऱ्यो, 1-2 दिन यसो आराम गर्दाखेरि जस्ट थकाइ मेट्छ भनौँ न। तर यो पार्क आयो, अब एउटा स्टेप चढ्छौँ, फेरि झर्छौँ, त्यसपछि फेरि खोला सुरु हुन्छ। जङ्गल छिर्दैछौँ, बल्ल आइपुग्यो। यहाँ चाहिँ अब पुरा त्यो साइक्लिङहरू, BMX साइकलहरू हुन्छ नि, त्यो स्टन्ट गर्छन् क्या मान्छेले। यहाँ पुरा स्टन्टहरू गरेर हुन्छन्, त्यसको लागि हो। त्यहाँ पनि छ ब्रिजहरू, यो सबै स्टन्टको लागि हो साइकलहरू। सायद यो भाइ साइकल लिएर जानै आँट्यो होला। हेर है त भाइ गएको। ल उसले उडाउनु चाहिँ सक्दैन, ऊ बच्चै छ, उसले कुदाउने मात्रै हो। अब चाहिँ फाइनली गाइस खोलातिर नजिकै छौँ हामी है। खोला देख्यो फाइनल्ली। खोला चाहिँ लामो छ यो, कहाँबाट बग्ने हो। ल तल आइपुग्यो। ल खोला त खोला नेचुरल त होइन होला, यो नेचुरलै हो नि। है साथी। अब खोला भनेको यही हो होइन। सबै हामी केटाहरू साथीहरू सबै हिँड्छौँ। यहाँ सबै बसिरहेको छन्, आनन्द लिएर बसेका छन् होइन। हरियो छ घाँसहरू पनि। अब आज चाहिँ अलिक पानी पर्ला जस्तो भएको छ, मान्छे त्यति छैन, नत्र मान्छे टन्नै हुन्थ्यो भरि मान्छे हुन्थ्यो होइन। अब अहिले खोला उता पुल भयो, गहिरो चाहिँ गहिरै हुन्छ यो। त्यो सानो बोट चलाइरहेको छ, चलाइरहेको छ होइन। अहिले यो अन्तिमसम्म हेरिदिनु होला। ल यो पानी पऱ्यो अब हामी हिँडेर जानलाई भाग्ला है। पानी परेर अब बस्नु दिएन है। पानी पऱ्यो कालै भएर आज हो। एकटा अगाडि गइसक्यो। पानी अब भिजाउने भयो, अब दौडिनु पऱ्यो। जाउँ पुरै भिजाइसक्यो है। पानी ठुलै पऱ्यो। रुमसम्म रुम आइपुग्नु लाग्यो, बिल्डिङभन्दा पछाडिपट्टि छ अझै। ल गाइस अब टपिक चेन्ज भयो होइन, पानी पनि रह्यो।
तर रुमतिर नगएर अब हामी यता मार्केटतिर जानु लाग्छ टेस्को होइन अघि यता केटाहरू सबै गइसक्यो हामी दुईजना मात्र छौँ हामी दुईजना मात्र छौँ होइन अब टेस्को मार्केट छिर्ने मार्केटमा अब के छ कसो छ तपाईँलाई म यसो भिडियो छोटो भिडियो मात्रै हालिदिन्छु मार्केट टेस्को चाहिँ अलि कति टाढै छ यहाँ खोला पनि छ म खोला पनि देखाइन्छ अलिकति माथि पुलबाट देखिन्छ राम्रो खोला भनेको यही हो पुलबाट चाहिँ मजाले देखिन्छ होइन दामी देखिन्छ यहाँ देखिन्छ होइन माछा पनि देखिन्छ यहाँ माथिबाट आमा कत्रो माछा थियो यहाँबाट खोला मजाले देखिन्छ माछा पनि देखिन्छ यहाँबाट त्यही हो पुलबाट चाहिँ अब यहाँ पुल हो होइन यहाँ मजाले देखिन्छ खोला हामी उहाँ माथि उहाँ पर थियौँ ल यो खोलो हामी दुईजना मात्र छौँ ल खोलो उता टिमसँग भएको अब हामी यहाँबाट सिधा उता अगाडि जाने टेस्कोमा म तपाईँहरूलाई देखाइदिन्छु यो सालाको टेस्को टेस्को लेखा छ यहाँ बोर्ड टेस्को अब मार्केटभित्र यसो छिराउँ घुम्ने हो टेस्को मार्केट यही हो टेस्को भित्र छिरियो अब सामान यसो घुम्दै अनि के ल ल यति नै हो भिडियो हेरेर साथ दिनु होला धन्यवाद